आज चाहिँ म तपाईहरुलाई विष्णु भगवानको आकृति देखाउँछु ल, पानीमा देख्ने छाया। पुरा भिडियो हेर्नु होला। हेलो गाइज, वेलकम छ द रियल सुनिता ब्लगमा। आशा गर्दछु सबैहरुलाई सन्चै छ भनेर। म चाहिँ यहाँ बुढाली नीलकण्ठ भन्ने मन्दिरमा आएको छु, जुन चाहिँ विष्णु भगवानको मन्दिरमा चाहिँ विष्णु भगवानको चाहिँ त्यो सुतिरहेको चाहिँ आकृति हुन्छ नि, छाया सेम टु सेम मुनि पानीमा देख्छ अरे भनेको थियो क्या। अनि कस्तो हुन्छ भनेर हेर्नु पर्यो भनेर अब आउनु त योभन्दा पोहोर पनि आएको थियो बिहानतिर। धेरै नै भिड थियो। आज पनि शनिबार भएर होला बेलुकातिर आएको, त्यही पनि भिड रहेछ। अनि लाइन बसौँ भनेर पनि सोचिरहेको। पहिला भित्र छिरे, दायाँ बायाँ वरिपरि चारैतिर हेरेँ क्या। तपाईँहरू पनि दर्शन गर्नु होला यही भिडियो मार्फत नै। तर भिडियोमा भन्दा नि आएर रियल हेरेर दर्शन गरे जस्तो त कहाँ हुन्छ र हैन। तै पनि सकेसम्म म तपाईँहरूलाई देखाउने कोसिस गर्छु विष्णु भगवानको आकृति पानीमा कसरी देख्छ भनेर। त भिडियो बनाउन अलाउड छैन रे भन्ने सुनेको थिएँ। बाहिरैबाट भयो नि म तपाईँहरूलाई देखाइदिन्छु। कति धेरै भिड थियो, कति धेरै लाइन थियो हैन। अनि चारैतिर हेरेँ क्या मैले चाहिँ। लाइन तपाईँ पनि शिवलिङ्ग भगवानजीको दर्शन गर्नु। मैले पनि दर्शन गरेँ, तपाईँहरू पनि गर्नु। मैले पनि भिडियो गरेँ, फेरि भिडियो बनाएँ, चारैतिर घुमाएर देखाउँदैछु। म भित्र नगएको, लाइन नबसेको कारण चाहिँ ऊ भएर हेर्नु न। यहीँबाट पनि मैले भिडियो बनाउँदाखेरि मतलब उभिएर हेर्दाखेरि मैले याद गरेको थिएन, पानीमा विष्णु भगवानको आकृति देखिरहेछ क्या। अनि म चाहिँ त्यो लाइन बढी भएर चाहिँ अनि एकछिन कुरिरहेको, अलि खाली खाली भएपछि छिरौँ भनेर अलि परैसम्म लाइन थियो क्या। अनि चारैतिर घुम्दै थिएँ। फेरि गएर देखाउँछु म हेर्नु है। यहाँनिर चाहिँ पानीमा नर्मल यताबाट नि आकृति देखिरहेको रहेछ क्या। मैले पनि भिडियो एडिट गर्दाखेरि हेर्दाखेरि भर्खरै देखेको थाहा भयो क्या मलाई देखिरहेछ भने। ल हेर्नु कस्तो मजाले आकृति देखिरहेको छ। अझ योभन्दा पनि त्यहाँभित्र छिरेर यस्तरी मुरेर हेर्नु पर्दो रहेछ। जस्तो त्यो शेषनाग देवता हुन्छ नि, उहाँको चाहिँ पुरै त्यो छाया र अनि भगवानजीको त्यो विष्णु भगवानको पुरै फेस नै देखिरहेछ क्या। अनि म पनि लाइन बसेर चाहिँ दर्शन गरिसकेँ। अनि यतातिर पनि तपाईँलाई उ गराइदिउँ भनेर देखाएर लाइन लाएर पनि दर्शन गरेर पनि अन्तिमचोटि देखाउँदैछु। अब त्यसपछि चाहिँ खाजा खान जाऊँ भनेर चाहिँ मुजुर पनि लियो मैले। अब यहाँ खाजा कहाँ जाऊँ, यहाँ खाली रहेछ। यता बहिनीहरू आउनु भएको छ। अब मिठो चिया खाने क्रममा छौँ हामी। यो चाहिँ मन्दिर बाहिर हो, सबैलाई बोलाएर रहेछ। अनि मैले यो खाएँ। यो चाहिँ मेरो अन्तिम भिडियो हो। अनि बाटोमा जाँदै थिएँ, जाँदाखेरि यो मन्दिर भेट भयो। खै यो ठ्याक्कै विष्णु भगवानको पछाडि साइड भएको मन्दिर हो। सबले पानी हालेर छ्याप्ने यताउति गर्दो रहेछ। अनि मैले पनि गर्नु पर्यो भनेको, कस्तो अप्ठ्यारो भयो कि एक हातले मोबाइल समाउने, एक हातले उ गर्ने। अनि मोबाइल चाहिँ मैले साथीलाई दिएँ। अनि साथीलाई समाइदिनु भनेर मोबाइल बिसाएपछि चाहिँ उहाँले समाइदिनु भयो। अनि मैले चाहिँ मजाले जलपानी हालेँ। अनि त्यसपछि त्यति गरिसकेपछि चाहिँ जानेतर्फ लाग्यौँ। कस्तो लाग्यो तपाईँहरूलाई ब्लग? राम्रो लाग्यो लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु नबिर्सिनु होला। अनि सबैतिर पानी हालेँ मैले। यही हो अन्तिमचोटिको मेरो ब्लग। अब यहाँबाट चाहिँ हामी निस्किन लागेको, किनकि पानी सिमसिम परिरहेको थियो। अब असार साउनको बेलामा पानी त परिहाल्छ। साउन त लागेको छैन, अब असारै हो। यही हो अन्तिमचोटि कस्तो लाग्यो भन्नु होला। थ्याङ्क यू, बाई बाई।